हाम्रो खड्ग दङ्गल उहाँ कडक कुर्ची भएर खुत्रुके अभियान लिँदै उहाँ चाहिँ नि चालकहरूको सहयोग गर्दै यहाँ यातायातमा धेरै लुटे। हाम्रो यहाँ चाहिँ डिब्बा कुर्ची हेर्नुहोस्, पञ्चनजङ्घा धुक मेची महाकाली र चाहिँ देश विदेशसम्म चाहिँ पठाउँछन् होइन। त्यो भएर चाहिँ अहिले यसरी हेर्दाखेरि हाम्रो व्यथा र कथा देख्दैनन् होइन। अनि लुट मात्रै गरिएको छ। अब हामी 11 बुधे माग सहित खड्गजी र म अब हामी ब्यानर बनाउँछौँ, 2 जना हुन्छन् होइन। हामी गाडी चलाइराखेका छौँ, यातायात व्यवसायी र चालकलाई भन्दैछौँ हामी नीतिगत कुनै पार्टीको नभएर हामी यातायात चालक र चाहिँ व्यवसायी र आम मजदुरलाई चाहिँ न्याय दिनुपर्छ। यस्तै गरी यो डिब्बा छ नि तपाईँको बर्खाको भेलले मितेरी पुलले बगाएर 350 डिब्बा तपाईँको पार्किङ तिरेर बसेछ। यी सरकार हेर्दैनन्। त्यो भएर चाहिँ ल खड्गजी भनिदिनुहोस् त तपाईँले अहिले ल कुर्ची यता आउनुहोस्। सियोको टुप्पामा बसेर यत्रो आम नेपालीलाई चाहिँ न्याय दिँदा पनि सेतो टोपी आकाशे रङ र निलो पैन्टको जहिले चाहिँ हामीले चाहिँ सामना गर्नुपर्ने आफ्नो चाहिँ सियोको टुप्पामा चाहिँ जिन्दगीलाई चाहिँ दाउमा राखेर चाहिँ यत्रो सेवा दिइरहँदाखेरि उड्नेको भन्दा गुड्नेको महत्त्व हुन्छ, पाइलट भन्दा ड्राइभर ठुलो हुन्छ। यो याद गर्नुहोस् है। त्यो बेला खड्गजी भन्नुहोस् न, उहाँले यति सहयोग गरे। सम्पूर्ण चाहिँ चालकहरू एकजुट हुन जरुरत छ र हामीले विगतदेखि खुत्रुके अभियानद्वारा चाहिँ विदेशमा अलपत्र परेका चालकहरू जुन चाहिँ हामी चाहिँ चालक मजदुरहरूलाई चाहिँ जुन बिरामी हुँदाखेरि पनि चाहिँ सरकारबाट छैन, कुनै मृत्यु हुँदा पनि सरकारबाट छैन भने यसैको एउटा बुलन्द आवाज बनाउँदै आज हामी चाहिँ एउटा चाहिँ सानो लिखितको रूपमा चाहिँ हामी एउटा बुदा बनाउँदैछौँ र हामी सँगसँगै टिम लगाएर चाहिँ हाम्रो एउटा चालक मजदुर प्रतिको चाहिँ हक अधिकारको लागि चाहिँ जहिले पनि हामी लड्दै हिँड्छौँ र लड्ने नै छौँ। समय ढिलो लाग्ला तर अवश्य यो हामी पुरा गर्छौँ। त्यसै भएर हामीले सिमरा 12बाट चाहिँ जुन अभियान सिर्जना गरेका छौँ सम्पूर्णले पनि सिर्जना गर्नु होला। ठाउँ नेपालभरि सुन्नुहोस्, 12 मात्रै होइन, मेची महाकाली जुन यो डिब्बाको टाउको देखाउनु त यस्तो चाहिँ सिँगारिएर चाहिँ सियोको दाउमा राखेर अहिले डिब्बा चाहिँ मितेरी तपाईँको चाइनाको बोटमा चालकले खानु पाएन। त्यही भएर चाहिँ अहिले वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठज्यूको छ नि हामीले चाहिँ सहकार्यमा चाहिँ अब यही 2-3 दिनमा चाहिँ हामी प्रेस मिट गर्छौँ। यातायातको भ्रष्टाचार भण्डाफोर अभियान हाम्रो नम्बर यी हुन्छ। चालक र चाहिँ यातायात व्यवसायीको जहाँ आपत्र छ नि, जहाँ चाहिँ फतुवा रौतहटको फतुवामा जुन पौडेल चालकलाई चाहिँ प्रहरी चौकीले घिसारिएको छ त्यो एक दिन सामना गरेर छोड्छु। ल हस् त ल ल।